नमस्कार सम्पूर्णमा म डाँसीराम पोखरेल उर्फ डायमन्ड। म आज आफ्नो पसलको प्रचार गर्दिन, कृपया यो भिडियो हेरिदिनु होला। जो पनि बुटोलदेखि अथवा बुटोलभन्दा अझै टाढाबाट सुपा देउराली दर्शन गर्न आउनुहुन्छ, उहाँहरूलाई म के भन्छु भने सुपा देउराली आएर दर्शन गरिसकेपछि अर्घा भगवती माई यहाँ माथि अर्घामा एकदमै त्यहाँ पनि दर्शन गर्नुपर्ने ठाउँ छ। त्यसपछि तपाईँ सन्धिखर्क आइसकेपछि यही बाटो बुटोल फर्किनुभन्दा गुल्मी, तमघास, माथि रेसुङ्गा तपोभूमि, ऋषिमुनिहरूले तप गरेको ठाउँ, एकदमै शान्त, सुन्दर, विशाल, जति तारिफ गरे उति कम छ। त्यहाँसम्म पुगेर तपाईँ त्यही बाटो बुटोल जान सक्नुहुन्छ। बुटोल जाने क्रममा बिचमा रिडी धामको दर्शन गर्न पाउनुहुन्छ। अनि थोरै अनुकूल मिलाएर तपाईँ पाल्पा रानीमहलको पनि अवलोकन गर्न पाउनुहुनेछ। किनभने सन्धिखर्क आइसकेपछि त्यही बाटो फर्किनुभन्दा खासै डिस्टेन्स पनि फरक पर्दैन। तपाईँ 1-1.5 घन्टामा गुल्मी, तमघास पुगिहाल्नुहुन्छ। त्यसपछि घुम्दै घुम्दै मजाले बुटोल जानुहुन्छ। बुटोलदेखि आफ्नो गन्तव्य कता हो, हैन? त्यसका लागि सम्पूर्णमा अनुरोध छ। मौका आउँछ पर्खिँदैन, बगेको खोला फर्किँदैन भने जस्तै तपाईँ यहाँसम्म आइपुग्नुहुन्छ, सन्धिखर्कसम्म आइपुग्नुहुन्छ भने थोरै समय, धेरै लाग्दैन, 2-4 घन्टा तपाईँले एक्स्ट्रा खर्च गरेर तपाईँ धेरै घुम्न सक्नुहुन्छ। हस्, धन्यवाद।